विथ डिपेन्डेन्ट मास्टर्स बाई रिसर्चमा अब हजुरहरू सेप्टेम्बर इन्टेक कुर्नु पर्दैन। यही कमिङ मे इन्टेकमा हजुरहरूले आफ्नो डिपेन्डेन्ट मास्टर्स र रिसर्चमा लिएर जान सक्नुहुन्छ। लेट्स टक अबाउट एकाडेमिक रिक्वायरमेन्ट्स। यदि हजुरहरूको 4 इयर्स ब्याचलर्स डिग्रीमा जिपिए बेसिसमा छ भने 2.2 जिपिए भए पुग्छ है। यदि हजुरहरू पर्सेन्टेज बेसिसमा हुन्छ भने 55% एन्ड अबभ हुनु पर्यो है। अब कुरा गरौँ आइएल्स और पिटी को। आइएल्स को रिक्वायरमेन्ट्स भनेको 6.5 नट लेस देन 6 र पिटी को रिक्वायरमेन्ट्स भनेको 65 नट लेस देन 59। र अर्को इम्पोर्टेन्ट कुरा के हो भन्दाखेरि चाहिँ हजुरहरूको यदि +2 मा 70 मार्क्स छ इङ्ग्लिसमा भने हजुरले विथआउट आइएल्स पिटी पनि अप्लाई गर्न सक्नुहुन्छ है। सो यदि हजुरहरू अब अप्लाई गर्न चाहनुहुन्छ भने हजुरहरूले हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ बेन्चमार्क ग्लोबल कन्सल्टेन्ट्स पुतली सडक और हामीलाई डिएम पनि गर्न सक्नुहुन्छ। थ्यांक यू।